कस्तो क्लियर आएको है म त आज यही बस्छु होला के जान्नै होला कस्तो रमाइलो हेर्नु नि पछाडि कस्तो राम्रो सिन भन्यो हेर न निश्चल है हाम्रो कारे जर्नी देवचुली डाँडा ल अब देवचुली डाँडाको अब जर्नी भर्खर स्टार्ट भइरहेको यहाँबाट कति बज्यो छ अरे बिहानको लगभग 4 बज्यो अब यो अराउन्ड 2000 मिटरको उचाइमा भएको यो नलप्रासीको अग्लो ठाउँमा अब जाँदैछौँ हामी ल ल ल ल सबलाई शुभ बिहानी गुड मर्निङ शुभ बिहान लेट्स गो साथीहरू 4 बजे हामी हिँड्यौँ लाउ ल साथीहरू हामी स्वर्ग हेर्न जाँदैछौँ स्वर्ग हेर्न यत्तिकै सजिलै छैन छोपेर ल्याएर हाल्दिने क्या बिरालो अगाडि ल्याएर खतरा खतरा गरे हामी विश्राम गर्दैछौँ साथीहरू स्वर्ग हेर्न जाने क्रममा हो के होला ल साथीहरू अब हामी आइपुग्नै थाल्यौँ स्वर्ग ए लट्ठी त भाँच्यो रे 2 टुक्रा भयो क्या नि मैले यो लट्ठी बलियो थिएन कि साथीहरू हामी चाहिँ बिच बाटोमा छौँ साथीहरूलाई छोडेर गइसक्नु भयो थकै मर्दैछौँ अब देवचुली डाँडा पुग्न 5 मिनट छ भन्छ अब हामीलाई हिँड्दा त ठ्याक्कै आधी घन्टा लाग्छ टावर चाहिँ देखिसक्यो फाइनली साथीहरू हामी आइपुग्यौँ देवचुली डाँडामा ल यता साथीहरू पनि आइपुग्नु भयो अगाडि आउने साथीहरूले लाइट बाल्दै हुनुहुन्छ तर अँधेरो आएको छ है एक झलक मान्छे त देखेको छैन त्यो त हिमालय हो नि अन्त अलिअलि उज्यालो हुँदैछ फेरि बाटो जाम लाग्यो फोटो आउँछ त राम्रो कस्तो क्लियर आएको वहाँ सनराइज र फोटो खिच्दिउँ कि क्या व्यस्तमा गएर म त रेडी छु कि पुग्न पिरै नगर न म त एनी टाइम रेडी हो यी 2टा झोला बोक्न नि रेडी अब त्यो झोला पुग्न दिम्ला दिपक अब त्यो झोला पुग्न कसलाई दिम्ला र पानी सक्यो खाली कुरा छ हो क्या कुरा ट्याक्कै बुझ्या हो त गीत गाउँ न केटाहरू गीत गाउनु आउँदैन कसले त गिटार बजाउँदै थियो त हिजो ऊ हिमाल त देखिन थाल्यो त ऊ टल्किन थाल्यो स्वर्गै आएको हो त हामी स्वर्गमै आएको हो त हामी भनेको कसरी आउन मन लाग्यो यसो सुतेर टिकटक हेर्दै थिएँ जाने स्वर्ग जाने स्वर्ग ढान्टाडा देवचुली डाँडा गर्दा त अहिले भर्खर जाऊँ त्यहीबाट फर्केर जाऊँ जस्तो भएको कस्तो लागिरहेछ हजुरलाई सनलाइट हेर्न आउँदाको अनुभव भन्नु होला जाडो लागिरहेछ अहिले त फिलहाल जाडो हजुरको पछाडि त के हो टिलिक्कै टल्केको हेर्नुहोस् त उता डाँडामा ए नबोल्ने मान्छेसँग पो इन्टरभ्यू लिएछु क्या हेर्छ मान्छेलाई देखाइदिएको नि हेलो हेलो दिपा तर त्यस्तो क्लियर चाहिँ आएन है
गॉड सोचे त्यहाँ एउटा ताराउ माई गॉड यहाँ चाहिँ एउटा लट्ठी है हो त दुईटै लट्ठी त्यही राख्छ न लिएर जाने हो के म टेक्छु हेर ओ माई गॉड राम्रो सिन एकछिन यता हेर्छु न ल कोले देखिने ल हाई गर्नु मेरो हात हल्लेर फेरि यस्तो बिजो के हो के हुँदैछ फोटोमा कति राम्रो सिन हो कि पछाडि आज घर जाँदिनँ कि म त भगवान पछाडि हामी कति राम्रो मेरा छोरी कहाँ गयो ल जनकको आँखै यतै देखिया के ल यता हेरौँ उदाउन लगाइसकेको छ त्यही सन के देखिँदै देखेछ ल अलि छेउछाउतिर चाहिँ नजाऊ है मुटु करेज हल्ने हो के भनेको कहाँ अड्किन्छ भने ओ त्यो देखान सन हेर्न काले बाटो हेर्छ है त अहिले मलाई हेर्ने होइन क्या तेरो भ्यू हेर्ने हो कि कति रमाइलो उठ अब सर्र जान्छु नि भाइ स्वर्ग हेर्ने स्वर्ग भन्दै होइन उता भयो खै राम्रो धितै मरे छैन के म त यहीँ बस्छु कसम भनेको कस्तो धितै मरे छैन के म त भिडियो गरेर नि धित मरे छैन मेमोरी फुल भयो नि भसिएछु कि होस् डाँडा काँडा गर्दिनँ यही गर्छु कसो गर्ने त पोल्छ हात उठ्या जिन पादिन सन एकछिन नहुँदा अझै भ्याएन आऊ दिपा चाँडै राखेन एउटालाई आऊ यतिकै गर न फोटो खिच्दिया हो फोटो खिच्दिया हो रोक्नु न पहिला ल लौ न भिडियो गराइदिस न प्लिज यहाँबाट गराइदिन्छु यो टिकटक भन्दा त्यही गीत हाल्ने नि यहाँ धेरै छेउमा नगइस योमा गीत हाल्ने यो गीत बजाउने त्यही अनुसार नाच्ने ल याते के याते 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 ओए इधर गीत सुनौ है बादिलानीको ल सुरु है सुरु हडक तिमी अलि यता आऊ न भिडियो गराइदियो नि आनिसले पनि टिकटकमा गराइदिस्यो न टिकटकमै त त्यो छोडिदिस्यो के काले त्यो छोडिदिस्यो यसमा गराइदिस्यो न यो दिपकले सुनाउँछ आऊ नानी आऊ है भइरहेछ के यहाँ हुन्छ ल आऊ दिपा ल सबैजना हामी हेर्ने भने आउ न क्यामेरामा मोबाइलमा ल म जान्छु हामी मोटर अड्दै अड्दैन यत्रो जना दुई जना मात्र अड्छ बोलाउ न तपाईँ 0.5 बाट गर्छु ल 0.5 हुँदैन यता माथि आउ न तिमी र म मात्र खतरा बोले यार 3 जनासम्म देखिन्छ 3 जनासम्म भयो सुरु आऊ इफेक्ट त घर गएर हाल्छु कहाँ गीतले थाहा छैन रेडी भन्नु है 3 4
रेडी चाहिँ बनाएन यता डाँडा मिलेन कि गीत मिलेन क्या एकचोटि ल फेरि एकचोटि गीत त मिलिरहेछ नि डान्स मिलेन भन्न गीत मिलेन अरे ल के गरे अब त गीत सुने नसुने पछाडि गीत कस्तो राम्रो है ल भयो के मिलेन रे दुईटा झोला ल 3 2 1 घरि हटो भने घरि खिचो भने साइड साइड हाल्नु भनेर यतातिर आउने के होला हात्ती आयो क्या मलाई त यो सिन छोड्नै मन लाग्यो नि जेसुकै भन्नु ओए सनराइज सनराइज आउनलाई सनराइज आउनलाई ओए सनराइज के गीत पाउँछ तिमीलाई निक्लियो त घाम हो हेर हेर सुन्दर ओए यता यता हेर यता कसका फोनबाट कस्ता आए हेर्नु पर्यो ओए खोइ त सुन्दर सुन्दर दुनियाँमा चाहिँ के हेर्दैन यता हेर्न दुनियाँमा नभएको चिज दुईटा झोला बोकेर कस्तो आएको म कस्तो सनराइज सनराइज आयो कि लौ न छिटो सनराइज देखे छैन नदेखोस् गइसो छिटो त्यहाँ भिडियो सनराइज नदेखेर अनि टुप्पा गरेर देखिन्छ र भने के मलाई गोरो देखियो त यहाँ म त गोरै छु माइ गॉड घाम लाएर अब त्यहाँ छेउमा बसिरहेको किन पछाडि हामी पनि काम गर्छ माइ गॉड के चाहियो यो भन्दा ठ्याक्क मिलाएर है त्यसो कालदेखि लाएर म गर्छु कस्तो किलेर आएको है म त आज यहीँ बस्छु होला कि जान्नै होला कस्तो रमाइलो हेर्नु नि पछाडि छ घरतिर लगेर राख्नु जानी सानो ल भाइहरू पनि देखिन पर्यो नि अलिअलि चाहिँ ल कस्तो दामी है स्वागत छ छ नन्दिका थापा सब्सक्राइब गर्ने कमेन्ट गर्ने है हेलो यो पागल नि यस्तोमा फ्याँकेर हेर्छ यहाँ के भयो यहाँ त यस्तो ज्याकेट लगाएर जाने म अब त्यसरी गाली गर्नु हुन्न नि पाप लाग्छ यहाँ चाहिँ तल यहाँ चाहिँ पहिला म आउँदिन यहाँ चाहिँ भनेको अह यहाँ चाहिँ नि एकचोटि साथीहरू अब हामी देवचुली डाँडाबाट घर जान लागिरहेका छौँ झरिसक्यौँ अब के भन्छ झर्दैछौँ साथीहरू हेर्न सक्नुहुन्छ बाटो यस्तो छ भिरपाखा मुटु तलदेखि गरेर मुटुमै आयो भने यस्तै भयो पाइतालाबाट सुरुरुरुरु यस्तो छ बाटो साथीहरू तर नजारा त फेरि खतरा हो नि माइ गड पुगिसकेछ दिपक भन्दै बुढा हामी त बिस्तारै जाने हो जुन बाटो सजिलो छ त्यही बाटो जाने हामी त हामी त बिस्तारै जाने बाटो चिन्ने के अरे त्यही भएर डर छैन हामी त्यो उसमा टावरमै चढेन नजारा यस्तो छ साथीहरू अरू साथीहरूले कस्तो छोडेर गएका हुन् के भाइ
टरन 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 यसले अड्का छ हो ऊ यसले भन्नाले अड्काएको यार मेरोमा अबे यसले अड्का छ ल हिँड्छ अया यताउता नहेर मलाई चक्कर लाग्छ अब यस्तो खालको बाटो साथीहरू अब यहाँबाट खस्यो भने के हुन्छ राम्रोसँग आइसि यहाँ खुट्टा स्लिप होला ल त्यो भित्तामा समाउँदै आउने यस्तो छ साथीहरू बाटो देप्चुली डाँडा आउनको लागि हिम्मत बोकेर चाहिँ आउनुपर्छ साथीहरू है ओ साथीहरू उता पुगिसक्नु भयो देखेकै छैन हामी यहीँको यहीँ छौँ बाटो देख्दाखेरि त आङसिरिङ उक्लिने बेलामा त बरु सास बढेर भए पनि सजिलै भयो अब यहाँ यस्तो छ बाटो कसरी झर्नु अघि हामी यही बाटो आएको हो त ल त्यसरी आइस यही तलबाट झरेर आउँछु ल यो लट्ठी चमक्क यस्तो छ साथीहरू बाटो मान्छेहरू कसैले यो सर्टकट भनेर यही बाटो नै हिँड्देका रहेछन् थाहा छ एकैचोटि अर्को डाँडामा बाटो यहाँ खतरा छ कसरी आइसिन्छ यही तलबाट गएको सजिलो छ यहाँ तलबाट मान्छेहरूले बाटो बनाएकै रहेछ है बाटो त्यो पानीले हो कि यस्तो बनाएको है ल ल साथीहरू देप्चुली डाँडा हेर्न आउने स्वर्ग हेर्न आउने हो भने चाहिँ एकदमै हिम्मत बोकेर साहसिलो भएर आउनुपर्छ है थकै नलागिकन जति थकै लागे पनि म त्यहाँ पुग्छु भनेर आउनुपर्छ फेरि पुगिसकेपछि त फर्किनै मन लाग्दैन नि साथीहरूले छोडेर जानु भएर मात्रै म त त्यहीँ अझै बस्न मन थियो के गर्नु त्यहीँ बस्न मन थियो फर्किनै मन लाग्दैन स्वर्ग हेरेर अनि बाटो सम्झेपछि फेरि धुरुक्क रुन मन लाग्छ अनि बाटो सम्झिँदा नि कस्तो सिरिङ्ग हुन्छ कि आँगै सिरिङ्ग साँगुरो बाटो छ यस्तो छ बाटोहरू यही बाटो ल्याएको हो भने सबै भिडियो त फेरि गराउन पनि अलि असम्भव हुने कि किन भन्दा बाटो पनि हेर्न पर्यो अब लोकेसन फुल लोकेसन चाहिँ हालिदिएकै हो हजुरहरूलाई हेर्न सक्नुहुन्छ कुनै प्रगति नगरबाट आउन सक्नुहुन्छ कुनै काउसतीबाट आउन सक्नुहुन्छ अब कता कताबाट नजिक पर्छ त्यतैबाट आउन सक्नुहुन्छ हजुरहरू यिनीहरू सबै आफै उम्रेको त होला नि है त्यो रुखहरू के मतलब यो के भन्छ यो सुपारी हो कि के हो र यस्तो हो साथीहरू यो सर्टकट गएको के फेरि मान्छेहरू यो बाटो कस्तो राम्रो सिन भन्यो हेर न निश्चल है एउटा हान्दैन फोटो
हामी आज फोटो खिचेरै जाने हो कि घर अगाडि हेर्नुहोस् साथीहरू फर्किँदाको अवस्था ल बसेर हुन्छ कि उठेर हुन्छ कि गुडेर हुन्छ कि झर्न त पर्यो अब घर त पुग्न पर्यो डेप्चुली डाँडा मात्रै आएर त भएन लट्ठी चाहिँ अवश्य लिएर आउनु होला है साथीहरू एउटा आफूलाई सजिलो हुने खालको लट्ठी बलियो खालको लट्ठी लिएर आउनु होला साथीहरू यस्तो नजाराको लागि फेरि यतिको दुःख केही होइन जस्तो लाग्छ के साथीहरू हेर्नुहोस् न सबै नेचुरल माई गड सब नेचुरल ढान्टाडा ओ यस्तो खाल्टा खुल्टी त कति फेरि यतातिर चाहिँ आउँदै हुनुहुन्छ हामी ढिला भयो अलिकति हो केही छैन छेस्कामा झुकिनु है हेर्नु ए ल बाबुलाई राम्रोसँग लिएर जानु आउने बेलामा चाहिँ अलिक गाह्रो हुँदो रहेछ जान त बरु जसो तसो गइन्छ छेस्को छ रे राजा यस्तो राम्रो छ साथीहरू बाटो हुनसक्छ विदेशीहरू आउनु नि यता घुम्न औ कस्तो जुत्ता सोराक गर्नु रहेछ बेला बेलामा अलिक राम्रो छैन है ओके यिनीहरू त्यहाँ गएर रेस्ट गरेर रहेछ साथीहरू हो त्यहाँ तल देखिँदैन त्यो यहाँ घाममा नबसेर कहाँ तल गएका होला नि छैनन् यस्तो देखेपछि के को घर जानु मन लाग्नु साथीहरू घर जानै मन लाग्दैन यस्तो राम्रो छ कि यस्तो राम्रो छ जता हेऱ्यो त्यतै राम्रो ओहो रमाइलो लागेछ घर जानु मन लागेछ कि लागेको छैन हजुरलाई लागेछ घर गएर चाप्प सुत्न मन लागेछ बाटो कता हो यही बाटो हो यतातिर होइन र बाटो होइन यही बाटो होला आऊ यही बाटो हो सुन्दर फोटो खिच्न नि पाइएन भिडियो गराउनु पनि पाएन अब तिनीहरू सँगसँगै हिँड्न सकेन नेपाल यति राम्रो ठाउँ छ के सिरिरी बतास चल्यो नि लैलै देवचुली डाँडैमा घरको मान्छेले नजाऊ भन्दै थिए आइस न ल ट्याक्कै यहाँ लट्ठी टेक्ने यस्तो छ साथीहरू अहिलेको हाम्रो हालखबर ओइ बिस्तारै आइस न
छ्या यो केटाहरू त लास्टै फास्ट रहेछ नि यार हामी कति ठाउँमा भुल्यौँ फोटो खिच्दै हिँड्दै गरेछ ल यो कुनाको बाटो त यो छेउको बाटो त नौ यता दुःख छ होइन अघि सुन्दरहरू यतै बसेको छिटो गएका हुन् के तिनीहरूसँग त एउटा भिडियो गराउनु पाएन त ल साथीहरू बाटो चाहिँ यस्तो छ तल भिरालो अनि त्यसपछि अनि यहाँ पनि एउटा टावर छ क्या आउँदा आउँदा तर यो टावर चाहिँ होइन है झुक्किनु होला नि फेरि यो फर्स्ट टावर हो जानै नसक्नेहरूको लागि त यसैलाई देवचुली डाँडा भनेर मान्ने हो त्योभन्दा अझै माथि माथि छ टावर त्यही है साथीहरू डाँडा चाहिँ खै कता बाटो यता रहेछ होला जाम रे ल यो भाइ त अर्को बाटो पो गएछ लडिन्न का यताबाट जताबाट गयो नि एउटै हो त्यो त अलिक घुम्नु पर्यो यता अलिक सिधा हुने भयो अघि अनि त्यो केटाहरूको भिडियो गराइदिनु पर्यो कि अबे अबे कुन बाटो जाने ए ओहो लिन मेरो मुहारमा त जति बेला पनि स्माइलको स्माइल छ त के हो यस्तो एनी टाइम रेडी बिचबिचमा जङ्गल पनि छ हो साथीहरू यो हरियाली शीतलो पनि छ बाटो छ अब दुःख यो सर्टकट बाटो त्यो लङ बाटो ल भन्छु ल साथीहरूलाई त भेट्नै सकिँदैन अब त्यही के गरे होमस्टेमा भेट्ने हो कोही मिल गया हो कोही मिल गया अब यहाँदेखि सुरु हुन्छ साथीहरू भर्याङ यो भर्याङ फेरि कति बिस्तारै जानुपर्छ अब यो खोला यो झरना यो आकाश गीतै जान्दिनँ उही त्यहाँ छ कि एउटा राम्रो सिन के सिनहरू ठुलो ढुङ्गा
अघि राति आउँदाखेरि यही बाटो यति डर लागेको थियो कि यति डर लागेको थियो अँधेरोमा के भन्दा डराउनु त पऱ्यो क्या अरे त्यो जुत्ताभन्दा अगाडि जान खोज्ने कि खुट्टा पनि अनि दुख्दो रहेछ ए हो यही हो एकदम डेन्जर एरिया हो यहाँ छ कि एकदमै साङ्ग्रो होइन ठाडो भन्नु ठाडो बाफ्रे बाटो साङ्ग्रो छ ठाडै छ उकालो आस्ते आस्ते भिडियो हेर्ने होइन नि यो त हाम्रो घरको बनाइ जस्तै रहेछ कि साङ्ग्रो कता अरे मौरी भुन्न गरेको फेरि ल हेर हात थर 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 कामेको यतापट्टि समाज रेलिङ ठाडोमा रेलिङ राखेको उकालो ठाडो उकालो रेलिङको त्यस्तो हुँदो रहेछ पुरै घिसान पठाएको थियो र कसको टोपी पनि खसेको रहेछ बिचरा विश्राम आश्रम यहाँ बस्ने प्रतीक्षालय बनाइदिनु भएको रहेछ आश्रमहरू के विश्राम स्थल भनिरहेको आश्रम के भनेको म त अचम्म कुरा गर्छु यहाँ बस्ने ठाउँ पनि बनाइदिनु भयो रहेछ विश्राम स्थल आगे 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 पीछे कस्तो माउरी पालन गर्न मिल्छ क्या यहाँ त कस्तो माउरी करा के फाइनली साथीहरू हामी होमस्टे आइपुग्यो सबैजनाले छोडेर हामी चाहिँ लास्टमा आइपुग्यौँ सागहरू कत्रो फुल्छन् बिचरा हामी आएर फ्रेस पनि भइसक्नु भएछ आइपुग्यौँ साथीहरू हामी फोर सिजन होमस्टेमा त्यस्तो दुःख गरेर गएको उतिसिन त कहाँ फर्किम्ला भन्दै है यहाँहरूलाई हाम्रो फोर सिजन होटलमा स्वागत छ कहाँ स्वागत छ अरे स्वागत फोर सिजन होटल थ्याङ्क यू ल लट्ठी यहीँ राख्छ यसरी खाना सर्भ गर्दै हुनुहुन्छ हाम्रो दिपकजीले खुर्सानी र प्याज मागेको थिएँ हो कि मागेको थिएँ ल अहिले मागौँ अरू केही ल्याइदिनु हजुर अब खाँदै गरौँ न मासु मासु आउँदैछ मासु आउँदैछ जय श्रीराम ल जय श्रीराम अब देवचुलीलाई जय श्रीराम दाल आउनै छ क्या कति यात्रा खानु भयो सबैजनाले साथीहरू अचार चाहिँ बढी पिरो बनाउनु सानो पिरो हो अन्त
अब हामीलाई दाइ खुर्सानी उ भन्दै नि प्याज हुन्छ हुन्छ दाल ल्याइदिनु है हाई गाइज हामी खाइयो ओके गाइज हात पोल्यो कान समात धन्नै आएन भनेको हैन मासु गफ खान लाग्छ म पछि अनि भाइ अनि ठिक छ हाती हाले भयो कलेज हैन को रहेछ भाग्य निकाल्नु हो यार फुट्टो हो कि भयो म झोल नखाने कस्तो झोल हाल्छ मलाई अलिकता गइसेन प्लिज मासु बाबु हेर्नु त उता सगडा है ओहो धन्यवाद है अह बिचारा भ्याउँदैन के ल भयो छोड्यो अहिले म पाले यसो काम सक्यो डाडु चाहियो त दाललाई ल हिजो दाजुसँग जान हुँदैन कतिमा ओ भयो केटा अचार मिठो तर के हो मठै बोल्दो रहेछ तिनीहरूले गर्दैन अचार भनेकै त्यही पिरो मिठो त हुँदैन खाने चाहिँ यहाँ झोल छ है अर्को खाना खै यहाँ खाने भयो आउनु ग्रेभी कोला मन पर्यो ऊ हाल्दैन ऊ कोला मन मलाई भयो त्यो बाबुलाई हाल्छ है खाना मगाउनु भयो दीपक हेलो गाइस लेट्स मुभ back to return. साथीहरू अब हामी घर फर्किँदैछौँ आफैतिर फर्काएर हो फर्किँदैछ मैतिर हो त ल साथीहरू हामी जाँदैछौँ बाई दिदी ल जा म भिडियो गर्दै गराउनु ल अनि हजुरहरू जाने होइन भोलि जाने बाई बाई ल दीपक अब भिडियो बनाउँदै बनाउँदै जानुपर्छ है स्या स्या फुफु हिही भइयो भनेको नि कसले के अझै बाटो चिप्लो छ राम्रोसँग जाने है राम्रोसँग जाने के गर्छ तिम्रो त्यहाँसम्म आइदेऊ तिम्रो त्यहाँसम्म राम्रोसँग आऊ त्यही ढुक्क मलाई स्कुटर ड्राइभर ल राम्रो जाऊ है हामीले भेट्छौँ अलि अगाडि जाऊ राम्रोसँग आऊ है यहाँ बाटो एकदमै दुःख छ म त भर्खर कहाँ जान्छ यार कि त तिमीहरू अगाडि गएर हामी पछि आउँथ्यौँ नि त बाटो छोडिदिउँ अलि अगाडि गएर अँ त्यो यस्तो घुम्तीमा चाहिँ टक्क भिडियो गरेर राख पछाडिबाट होइन अँ हामी आएको स्याट्टै खिच्नु पर्यो ओके रेडी सेडी गो अब औषधि गरेर भिख माग्न पर्छ धेरै कोरी भइयो
यतिकन गिर्ला त ठिकै भयो यतिकन नगिर्यो अनि उता माथि गएर बस ल बिस्तारै आऊ है ठ्याक्कै घुम्तीमा गएर पो खिचेर राख्नुपर्छ टक्क आउँदा खिच्नुपर्छ अब तिमीलाई हामीलाई छोडेर गइहाल्यो बाई साह्रै साङ्ग्रो बाटो चिप्लो बाटो हामी देवचुलीबाट फर्किँदै घर घर जाँदैछौँ साथीहरू बाई बाई देवचुली उतातिरको देवचुली डाँडा हामी कुन डाँडामा गएर आएको त्यो डाँडामा है त्यो डाँडै हेर्नु मन लागेन कि किन हो किन हेर्न मन नलागेको नि अब घर पुग्दासम्म म त हेरिराख्छु यति धेरै भिडियो बनाएको छु फोटो खिचेको छु गएर त्यसैलाई हेर्ने हो यति रमाइलो भएको थियो मलाई त कस्तो फर्किनै मन नलागेको यो हाल्नु पर्छ है ब्लग गरेको केमा युट्युबमा हाल्छु मैले पार्ट 1 पार्ट 2 गरेर हाल्छु किन भन्दा भिडियो लामो हो नि त भिडियो लामो छ यति दुःख गरेको भिडियो फ्याँक्न हुँदैन त्यही भएर हाल्छु ल मान्छे छुट्नु भयो ल हाई गर्दै जाऊ ल हाई के छ खबर सोल्टी धोबाडी Catch the moment, भाइ बेलामा क्याच द मोमेन्ट हो भाइ नछोड खिच्छ फोटो एउटा सबैको खिच्देऊ ल हेन ल खिच्ने गरेको आइसक्यो ए भगवान हात्ती छिरे पुच्छर अड्क्यो गर्छको हो कस्तो राम्रो सिन आउँछ कि देवकी पनि हामीसँगै पढेको होइन बाटो छोड्देऊ बाटो देवकी हामीसँग पढेको होइन सट्टै धुलो खुवाइहाल्यो नि केटोले धुलो उडाउँदै बाहिरको बाटोमा धुलो उडाउँदै झोलामा हेर खै के ल्यायो भन न झोलामा ल नानी अगाडि लगेर सबैलाई त्यो भिडियो एकैछिन मेरो यहाँ सक्कन लाग्छ ओ डान्सर यस्तो म डान्स गर्न आउँदैन यो फ्रेममा यस्तो हेन्सम को आछ भने भाइ हेरो आगो छ त भाइ त यहाँ हेरेर सबै के बोलेको यस्तो उता हेर्छ दिपा हेर ल सबैले पोज दिउँ नि त एउटा कति पोज दिने चस्मा खै चस्मा के बनाएर ल्याएको चस्मा लगाइदिनु
अहिले नत्र म के एडमिनको होइन काम गरेर यस्तो छियाली भएन कि सबैजना एउटा गीत गाउन बल्ल रमाइलो भएको देखिन्छ के चिनेन कि क्या हो सबैले एउटा गीत गाउँ के गीत आउँछ सबैलाई सबैलाई के गीत आउँछ भन त सबैलाई के गीत आउँछ गाई म यहीँबाट गाउँछु ल सबैलाई के गीत आउँछ छिटो के हामी सब दर्शकहरू हो सयो थुङ्गा फुलका माला नेपाली यस्तो यस्तो हात गरेर है सबैजनाले दुईटा हात 1 2 3 गो ल सय तुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौम फैलिएका मेची महाकाली ए नानु त्यहाँ फटफट पाउँछ त साथीहरू हामी ढौबाडी डाँडामा आइपुग्यौँ अहिले चाहिँ गाडी रिजर्भ गरेर आइपुग्यौँ ढौबाडी डाँडाको भ्यू देख्न सक्नुहुन्छ बतास चलेको नेपालको झन्डा पनि राखिदिनु भएको रहेछ हावाले उडाउला है ऊ त्यो चरालाई हेर न मैले त्यो चरालाई त नि अघि नै उस भनिरहेको थिएँ त्यही हो के चरा उल्लु किन ल फोटो चरी हो कस्तो चरा हो र उठे पनि भयो बसे पनि भयो एउटा हाम्रो पनि ल